साथीहरू नमस्कार। हाल म युरोप बस्दै आएको छु। विगत 1 वर्षदेखि युरोपमा बसेको दुःख कष्ट के कस्ता हुन्छन् भन्ने विषयमा तपाईहरुलाई सामने जनाउँदै छु। विदेश आउने सबैको सपना त एउटै हुन्छ, तर भोगाई फरक फरक अनि नेपाल फर्किने विचार पनि फरक फरक हुन्छ। पैसा हुनेहरू अमेरिका, अस्ट्रेलिया, क्यानाडा जान्छन्। आजभोलि युरोप आउनेहरू उनी हुन् जो हिजो अस्ति खाडीतिर बस्दै गर्थे। खाडीतिर गएर कमाएको पैसा युरोप आउन लगानी गर्छन्। युरोपमा आजभोलि दलेले पनि 15-16 लाख माग्दो रहेछ। 15-16 लाख तिरेर युरोप आउनेको लर्को छ। नेपालमा यहाँका सुन्दर बाटाहरू, राम्रो ठाउँहरू आउनेहरूले फेसबुकमा हालेका, टिकटकमा हालेका भिडियोहरूले होला युरोप आउनेको लर्को देख्छु म त। तर यहाँका दुःखहरू कस्ता हुन्छन् भनेर कसैले हाल्दैन। त्यो चाहिँ मलाई अचम्म लाग्छ। हुन त फरक फरक भोगाई पनि होला, सोचे जस्तो छैन युरोप। यहाँ 1 महिनाको काम गरेन भने उसले खान बस्न पाउँदैन। अनि त्यो यो ठाउँमा सबैभन्दा बस्ने र खान नै महँगो हुन्छ। सोच्नुस् त 1 महिना काम गरेन भने के हुन्छ होला भनेर। यहाँ कसैले बास देला भन्ने आश नगरे हुन्छ। भन्नलाई युरोप भने पनि यहाँको काम कडा हुन्छ। उस्तै परे कोरियाको जस्तै हुन सक्छ। काममा कुनै सुविधा वा ढाट्ने छल्ने सुविधा पटक्कै हुँदैन। काम धेरै जसो हिँड्ने र उभिने कामहरू प्राय विदेशी कामदारलाई दिइने गरिन्छ। त्यहाँ माथि जाडोको महिना बाँच्न साह्रै गाह्रो हुन्छ। जाडोले हातखुट्टा झर्लान कि जस्तो गराइदिन्छ। अनि कमाईको कुरा गरौँ भने मासिक 50-60 हजार बचाउन पनि धौ हुन्छ। होलान् एउटा दुईटा अलि बढी कमाई गर्ने, तर धेरै जसोको कमाई यति नै हो। अनि युरोपबाट नेपाल फर्किने अत्यन्तै जटिल छ अनि महँगो पनि छ। छुट्टी पनि कम हुनेछ। छुट्टीमा गएको बेला कोठा भाडा अनिवार्य तिर्नुपर्ने हुन्छ। सो कारणले धेरै जसो साथीहरू छुट्टी जान रुचाउँदैनन्। त्यसर्थ आफैले लगानी गरेको पैसा उठाउन उसलाई 2 वर्षभन्दा बेसी लाग्छ। 4-5 वर्षमा त उसले लगानी गरेको पैसा जति नै कमाएको हुन्छ। भन्ने हो भने वैदेशिक रोजगारीका लागि युरोप उपयुक्त ठाउँ हुँदै होइन। तर नेपालीको पीडा नै हो। आफ्नो देशमा केही गर्ने सोच भएर पनि पैसाको अभाव हुन्छ। गर्न चाहेर पनि गर्दै पनि विदेशीनीको संख्या धेरै छ। नेपालमा हुने भिसा कहिले आउँछ भनेर चिन्तामा बसिरहेका छन्। विदेशमा बस्नेहरू जाने टिकट कहिले आउँछ भनेर कुरिरहेका छन्। पैसा त उस्तै हो साथीहरू। लगाएको पैसा उठाउने हो, जवानी सकाउने हो, उमेर सकाउने हो। धेरै जसो विवाहित पुरुषहरूले त आफ्नो बच्चासँग खेल्ने रमाउने उमेरमा वैदेशिक रोजगारीमा कटाएर जान्छन्। बुढेसकालमा छोरो विदेश गएपछि अनि आफू नेपाल फर्किन्छन्। नेपालीको चक्र यसरी नै चलिरहेछ। नेपालको चक्र पनि यसरी नै चलिरहेको छ। एयरपोर्टमा विदेश आउनेको लर्को देखिरहेको छु। हस्त साथीहरू, धन्यवाद।